काठमाडौँको कोलाहलबाट निस्केर BYD को विद्युतीय यात्रा सुरु भयो। बाटाका हरियाली दृश्यहरूले मनै लोभ्यायो। यात्राको बाटोमा ऐतिहासिक स्थलहरू पार गर्दै विजय र सञ्जयले नेपालको ग्रामीण जीवनको झलक देखे। सडकको किनारमा एउटा पुरानो मन्दिर देखिन्छ, जहाँ सञ्जयले गाडी रोके र उनीहरूले स्थानीय कला निहाले। उनीहरूको BYD गाडी सफा बाटोमा अगाडि बढ्दै गर्दा विजयले यात्राको रमाइला दृश्यहरू खिच्न थाले। तराईका समतल भूभागमा प्रवेश गर्दै फराकिला खेतहरूले सञ्जय र विजयको मनलाई आनन्दित तुल्याए। यात्राको गन्तव्य जनकपुरको मुटुमा रहेको जानकी मन्दिर। यसको भव्यता र कलाकृतिले विजय र सञ्जय दुवैलाई मन्त्रमुग्ध बनायो। मन्दिर परिसरमा शान्त वातावरण, भक्तजनहरूको चहल पहल र आस्थाको केन्द्रमा उनीहरूले केही समय बिताए। भ्रमणको अन्त्यमा जनकपुरको स्वादिलो माछाको स्वाद, यात्राको सुनमा सुगन्ध, यो पल विजय र सञ्जयका लागि सधैँ याद रहनेछ।